देश तथा विदेशबाट भिडियो हेरिरहनुभएका आदरणीय मनहरूमा हार्दिक नमस्कार। डडेलधुरा जिल्लाको अजयमेरु गाउँपालिकामा अवस्थित अजयमेरुकोट सुदूरपश्चिम नेपालको एक अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक धरोहर हो। पहाडको उच्च टापुमा अवस्थित यो किल्ला आज पनि मौन भएर हाम्रो इतिहासको गौरवशाली कथा सुनाइरहेको छ। इतिहासका पान्नाहरू पल्टाउँदा अजयमेरुकोटलाई प्राचीन डोटी राज्यको शक्ति केन्द्रमा रूपमा चिनिन्छ। यो स्थान केवल किल्ला मात्र नभई प्रशासनिक केन्द्र, सुरक्षा दुर्ग र राजकीय गतिविधिहरू सञ्चालन हुने महत्त्वपूर्ण स्थान पनि थियो। भनिन्छ यहाँबाट तत्कालीन शासकहरूले सम्पूर्ण क्षेत्रको शासन व्यवस्था सम्हाल्थे र रणनीतिक योजना बनाउँथे। अजयमेरुकोटको इतिहास पाल तथा मल्ल वंशका शासकहरूसँग जोडिएको छ। विशेष गरी राजा नागी मल्लको समयमा यसको महत्त्व अझ बढेको मानिन्छ। त्यस समयमा डोटी क्षेत्र एक शक्तिशाली राज्यको रूपमा परिचित थियो र अजयमेरुकोट त्यस शक्तिको प्रतीक बनेको थियो। यो किल्ला भौगोलिक रूपमा पनि अत्यन्तै महत्त्वपूर्ण स्थानको रूपमा हेरिन्छ। चारैतिर गहिरा खोज र कठिन पहाडी भूभागले घेरेको कारण यो प्राकृतिक रूपमा सुरक्षित किल्ला थियो। शत्रु आक्रमणबाट राज्यलाई जोगाउन यो स्थान अत्यन्तै उपयोगी मानिन्थ्यो। आज पनि अजयमेरुकोटमा पुराना दरबारका भग्नावशेषहरू, पर्खालहरू, अवशेषहरू, मन्दिर संरचना र पुरातात्विक चिन्हहरू देख्न सकिन्छ। यी सबै अवशेषले हामीलाई हजारौँ वर्ष पुरानो सभ्यता, संस्कृति र शासकीय व्यवस्थाको झलक दिन्छन्। पुरातत्व विभागका अनुसन्धान अनुसार यहाँ विभिन्न ऐतिहासिक संरचना र अभिलेखहरू पनि भेटिएका छन्, जसले डोटी राज्यको समृद्ध इतिहासलाई अझ प्रमाणित गर्दछ। समयको परिवर्तनसँग यो किल्ला पुरानो भइसके पनि यसको ऐतिहासिक महत्त्व पनि अझै बढेको पाइन्छ। आज अजयमेरुकोट केवल ढुङ्गा र भग्नावशेषको रूपमा मात्र होइन, यो हाम्रो संस्कृति, पहिचान र गौरवको प्रतीक बनेको छ। यदि हामीले यसलाई संरक्षण गर्न सकेनौँ भने हाम्रो इतिहास पनि एउटा महत्त्वपूर्ण अध्यायमा हराउन सक्छ। मित्रहरू, म यो अजयमेरुकोटको विषयमा चाहिँ यहाँ गुफा जहाँ चाहिँ रानीले मुख धुन जाने गुफा सबै अध्ययन गरेर गहिरो अध्ययनसहित तपाईँहरूलाई यो भिडियो देखाउन गइरहेको छु। कृपया यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र महत्त्वपूर्ण ढङ्गले हेर्नुहोला भन्ने मलाई आशा छ। यस्तो प्रकारको खोज सबैले गर्न जरुरी छ। देश तथा विदेशबाट यो भिडियो हेरिराख्नु भएको छ भने एक लाइक, एक कमेन्ट र एक सेयर अनिवार्य रूपमा गर्नुहोला। तपाईँ हामी साथी बनाऊ, मलाई फलो गर्नुहोला यस्तै भिडियो हेर्नको लागि। आज म तपाईँको 83 दिनमा नेपाल